हेलो साथीहरू, म अहिले मेरो बाबु अहिले 1 वर्षको भयो। बाबुको लागि जाउलो रेसिपी बनाउँदैछौँ। हजुरहरू कसरी बनाउनुहुन्छ हजुरहरू पनि सेयर गर्नुहोला साथीहरू। मेरो बनाउने तरिका चाहिँ पहिला अलिकति सानो घिउ राख्ने, आगोलाई लो मिडियममा राख्ने, बढी राखेपछि जल्छ नि त। जाउलोको लागि पाकेको फर्सी, आलु, प्याज, टमाटर, चिप्ले भिन्डी, लट्टेको साग राखेछौँ साथीहरू। हजुरहरू कसरी बनाउनुहुन्छ हजुरहरू पनि सेयर गर्नुहोला। प्याजलाई हल्का ब्राउन हुँदैसम्म भुट्ने, चलाउँदै गर्ने। प्याज चलाई हल्का ब्राउन हुँदैसम्म चलाइराख्ने। प्याज चलाई हल्का ब्राउन भइसकेपछि टमाटरलाई पनि राखिदिने। टमाटर राखिसकेपछि टमाटर गलाउनको लागि अलिकति सानो नुन, हल्दी राखिदिए। हजुरहरू के राख्नुहुन्छ, कसरी बनाउनुहुन्छ हजुरहरू पनि सेयर गर्नुहोला। मेरो बनाउने स्टाइल चाहिँ यसरी नै हो। त्यही पनि बाबुले खानै मान्दैन। कहिले के अलिअलि 1-2 चम्मच मात्र खाइदिन्छ। अरू केही तरिका छ भने चाहिँ भन्नुहोला साथीहरू। टमाटर चलाई राखे, फेरि अलिकति नुन मसला पनि राख्नु पर्यो, राखिहाले। त्यसमा सब चिज हालेर मैले ढक्कन लगाएँ सिटी लाउनलाई। अब 1-2 सिटी हजुरहरू कति लाउनुहुन्छ? म चाहिँ 2-3, कम्तीमा 2 नत्र 3 सिटी लाउँछु साथीहरू। सिटी लगाएपछि यस्तो भयो। फेरि त्यसलाई म्यास गर्ने, नत्र बच्चाले खान सक्दैन नि त, घाँटीमा अड्किन्छ। त्यही भएर म्यास गरेपछि यस्तो भयो साथीहरू। अब हजुरहरू कसरी बनाउनुहुन्छ हजुरहरू पनि सेयर गरौँ। नयाँ कुरा बनाऊ। अब बच्चाको लागि गर्नै पर्यो, खान मान्दैनन्, के गर्ने। बच्चाको लागि भए पनि बनाउनु पर्यो। केही खान मान्दैन। हजुरहरूको बच्चाले खान्छन् कि नै साथीहरू? के दिनुहुन्छ, के खुवाउनुहुन्छ सेयर गर्नुहोला।